हेलो नमस्ते एन्ड गुड मर्निङ। आज चाहिँ म अब बिहान उठिसकेको छु होइन। आज चाहिँ मेरो जन्मदिन परेकोले आज म बिहान उठेर मन्दिर जाँदैछु। बिहान भन्नाले पनि अब कति बज्यो अहिले 7 बज्न आँटिसकेको छ। ल अब म गणेश थानतिर बेलुका गाइज अब म निस्किसकेको छु घरबाट। कोरोना टाइम छ, मास्क लगाउनु परेको, तिहार पनि नजिकै नै छ होइन। मेरो चाहिँ अब हात पनि खुलिसकेको छ होइन। किन भन्दाखेरि अस्तिसम्म अब तपाईँले अस्तिको भ्लगमा हेर्नुभयो होला, मेरो हात ब्यान्डेजलाई प्लास्टर लगाइरहेको थियो, अहिले खुलिसकेको छ। एउटा खुसी खबर गाइस त्यो चाहिँ होइन। यहाँ हेर्नुहोस् हाम्रो च्याङ्बा ब्रो भन्ने छ यहाँ। तर हाई गरिदिनु न क्यामेरामा। त्यो चाहिँ हाम्रो च्याङ्बा पुरा के गरेर क्या हिँडेको मर्निङ वाक रे बिहान हेर्नुहोस् है, मर्निङ वाक बिहान हिँडिरहनु पऱ्यो नि त। मर्निङ वाक गर्दै हिँड्दैछ। जाडो छ, चिसो छ है, चिसो हुँदो रहेछ। विन्डमा छ ज्याकेट हो यो, त्यो हल्का चिसो हुँदो रहेछ। ठिक छ नि त्यो पनि होइन। म रोडमा आइसकेको छ। धेरै पनि चिसो फिल भइराखेको छ अनि रमाइलो पनि छ। कुल छ नि त चिसो बिहान मौसममा निक्लेको आज धेरै पछाडि होइन। त्यही भएर कुल मजाको छ होइन। त्यही त नि धेरै पछि हिँडेर होला के भन्नु होला फेरि गुड होइन। मलाई फेरि भइरहेको प्लस अब एक्सर्साइज गर्नु फुल भइरहेको छ। मर्निङ वाक भइरहेको छ, मर्निङ वाक भइरहेको छ। अब मर्निङ वाक गर्नु मात्रै राम्रो लागि म चाहिँ गणेशस्थान एरिया इन्टर भइसकेको छु होइन। मन्दिरतर्फ जाँदैछु। सायद मन्दिर खोलेको छैन होला, त्यही पनि बाहिरबाट दर्शन गर्नु पऱ्यो होइन गणेशस्थानमा। मन्दिर बन्द भयो भने बाहिरबाट बाजेको हातबाट टिका लगाएर आइसकेको छु होइन। घर फर्किँदैछु, घर जाने हो होइन। अब भिडभाड बढिसकेको छ अब पुरै होइन। मान्छेहरू भिडभाड बढिसकेको छ, गाडीहरू पनि बढिसकेको छ। ल गाइस पछि भेटौँला। अहिले चाहिँ म घर जाँदैछु है त गाइस। ल बाई गाइस, म रिटर्न होम।
तर अल्छीहरू अहिलेसम्म सुतिरहेछ कोही कोही ए देख्नुभयो नि हाम्रो चाहिँ अब केक काट्ने प्रोग्राम चाहिँ थिएन अब यहाँ सरप्राइज केक आएको भनेर चाहिँ होइन त्यही भएर काट्न आँटेको है नयाँ लुगा नयाँ ट्याग यो चाहिँ नयाँ गिफ्ट होइन नयाँ ट्याग पनि निकालेको छ भोगाएर लगाएको होइन यहाँ लाइभ आउनु लाग्नु भएको छ केक काट्नको लागि चाहिँ नयाँ लगाइराखेको है गाइस है हेर्नु है कस्तो हुन्छ है यो चाहिँ हाम्रो बर्थडे बोयको बर्थडे सेलिब्रेसन अनि हेर्नुहोस् कस्तो हुँदैछ अब यो त भन्छ क्या यो त No. सकियो नि त खोइ नयाँ गिफ्ट हो यो चाहिँ होइन हाम्रो बर्थडे बोय जोकर भएको अवस्था दिनुपर्छ नि त यो फेरि कहाँ 200 दिनु त ल म त यही टिका यसकै लागि ल टिका त्यसकै रे बर्थडे सरप्राइज गर्ने मान्छे क्यामेराम्यानले गाइस होइन अब सरप्राइज केक पनि काटिसक्यो हामीले होइन यहाँनिर लाइभ पनि भइसकेको छ सबै भइसक्यो यहाँ मम्मी हुनुहुन्छ हाई गरिदिनु न युट्युबमा अस्ति दसैँमा पनि हाई मात्र गरेन है त्यसपछि यहाँ भाइ छ भाइ यहाँनिर मेरो वाइफ हेर्दै हेर्दैन यहाँनिर घोटो गरेर बसिरहेको छ ठिकै छ नहेरे पनि तपाईँहरू हेर्नु अझ होइन लास्टमा चाहिँ मेरो ल बर्थडे आज यो चाहिँ सरप्राइज केक काटेर सकेको छ होइन ल त भाइ भाइ होइन सब्सक्राइब गर्नु नबिर्सिनु होला न स्टे ट्युन मेरो के भन्छ च्यानल चाहिँ सब्सक्राइब गर्नु होला नयाँ नयाँ ब्लगहरू आउँछ बिस्तारै बिस्तारै अब मेरो हात पनि ठिक भइसकेको छ खुसी खबर के हो अरे भनेर ल त ल गाइज ल बाई